नमस्कार सम्पूर्णमा आज फेरि पनि म तपाईहरुको माझ अर्को भिडियो लिएर आएको छु र आजको यो भिडियो एकदमै अहिलेको विषयवस्तु जे छ त्यो चलिरहेको त्यसमा आधारित गरेर चाहिँ ल्याएको छु हैन। यो भिडियो त्यसैले एकदमै इम्पोर्टेन्ट पनि हुन सक्छ, अन्त्यसम्म हेर्नु होला है त। र आजको भिडियो केको बारेमा छ सायद तपाईहरुले थाहा पनि पाइसक्नु होला हैन। यो भिडियो भनेको चाहिँ अहिले जुन गतिविधिहरू चलिरहेको छन् हैन, हाम्रो समाजमा जुन चाहिँ गतिविधि हुन नहुने गतिविधिहरू चलिरहेको छ त्यसकै बारेमा छ। त्यसैले चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। र भनेको अहिले 2 महिना बितिसक्यो जेनजीको सरकार बनेको, 70 जना चाहिँ शहीद भइसकेको। यत्रो देख्दै पनि यो सरकार मौन छ, चुप लागेर बसिरहेछ। निर्वाचन चुनाव भनेर यसमै चाहिँ कुराहरू अड्काएर बसिरहेको छ। सायद त्यो पनि भोलि होला नहोला स्योर छैन हैन, तर पनि यसमै कुराहरू अड्किरहेको छन्। र पुराना जो दलका जुन अध्यक्षहरू, कार्यकर्ताहरू, नेताहरू, उनीहरुको फाइल खुल्न नसके पनि उनीहरुलाई कारबाहीको दायरामा ल्याउनलाई गाह्रो होला। कानुनको रूपमा जानु पर्ला, संविधान टेक्नु पर्ला, कानुन टेक्नु पर्ला, हेर्नु पर्ला, सबै छ। तर त्यो भन्दै गर्दा अहिले जुन समाजमा घटिरहेको गतिविधि छ त्यसलाई चाहिँ हेर्ने कि नहेर्ने, सरकार किन चुप बसिरहेछ, गृहमन्त्री किन चुप बसिरहेछ, मन्त्रालयले केही गर्न किन सकिरहेको छैन? कि साँच्चीकै चाहिँ महेश बस्नेत चाहिँ गुण्डै हुन्, उनलाई कसैले केही गर्न नसक्ने गुण्डुको एउटा राज नै हुन् कि के हो, राजा नै हुन् कि? किनभने अहिले जुन घटना घटिरहेको छ गुण्डुमा, कस्तो घटना घटिरहेको छ भने जुन तपाईहरुले पनि सायद देखिसक्नु भयो होला। जुन बाइकमा हिँड्ने काम गर्ने व्यक्तिहरू राति चाहिँ हिँडिरहँदाखेरि चाहिँ पक्डिने हैन, सोधपुछ गर्ने हैन, यो भनेको एकदमै कानुनको विपरीत हो। किनभने कुनै पनि मान्छे आफ्नो फ्रिडम हैन, स्वतन्त्र तरिकाले चाहिँ आफूले हिँड्न पाउँछ, आफू खान पाउँछ, बस्न पाउँछ, जे पनि गर्न पाउँछ। उसले कानुन भन्दा बाहिर बसेर गरेको थिएन। तर गुण्डुमा केही एमालेका, महेश बस्नेतका चाहिँ हैन निकट युवाहरू चाहिँ भनौँ न आएर चाहिँ सोधपुछ गर्ने, हात हालको चाहिँ अवस्था सिर्जना गर्ने, यस्तो चाहिँ भिडियोहरू आइरहेको छ। यत्रो हुँदै गर्दा पनि किन चाहिँ गृहमन्त्री चुप छ, किन सरकार चुप छ, मौन छ? कि केही गर्नै नसक्ने हो कि यो सरकार पनि चाहिँ हैन भनौँ न त्यसरी नै बनेको हो कि जसरी पहिला सरकार बन्थ्यो, जसरी पहिला घुसपेट हुन्थ्यो त्यसरी नै भएको हो कि? नत्र भने यत्रो हुँदै गर्दा, विवादहरू आउँदै गर्दा फेरि अर्को पनि भिडियो भाइरल भइसकेको छ गुण्डुमा, जुन त्यो पनि रियलै रहेछ। हामीले हेरेका थियौँ, रिसर्च गरेका थियौँ। र त्यो भिडियोहरू भाइरल हुँदै गर्दा चाहिँ किन चाहिँ महेश बस्नेत नै चाहिँ आफूलाई डन भनेर चाहिँ आफ्नो युवा चाहिँ हैन युवा सङ्घका व्यक्तिहरू लगेर चाहिँ खटाइरहेका छन्। त्यसरी कुन चाहिँ कानुनले कसरी त्यसरी दिन्छ? र हाम्रो यो सरकार, गृहमन्त्री, मन्त्रालय नै पुरै किन मौन बसिरहेछ हैन? यहाँ ठुलो क्वेसन उठ्छ। र यस्तो हुँदै गर्दा भोलि समाजमा एकदमै डर अहिले नै सिर्जना भइसकेको छ। भोलि यस्तै हुँदै गयो भने ठुलै गृहयुद्ध हुन्छ, चुनाव केही पनि हुन नदिने सिर्जना हुन्छ। अहिले एउटा समाजमा चाहिँ माहौल तताउने, डर देखाउने, त्रास देखाउने र भोलि पुरै देशलाई नै चाहिँ एउटा आफ्नो कब्जा जस्तो भनौँ न हैन, एउटा चाहिँ र्याली निकालेर गृहयुद्धको सिर्जना गर्ने अथवा द्वन्द्व गराउने जस्तो देखिएको छ। र यो भनेको एकदमै डरलाग्दो भयानक स्थिति हो। गुण्डुका बासिन्दाहरू पनि चुप बस्न भएन। र जुन सरकार छन्, सरकारी निकाय छन्, मन्त्रालय छन्, गृहमन्त्री छ, अरू मन्त्रालय, गृहमन्त्री छन्, गृह मन्त्रालय छ, अरू मन्त्रालय पनि छ, जुनको चाहिँ आफ्नो कानुनको दायरामा ल्याउन सक्छ। यो कुरालाई चाहिँ छिटोभन्दा छिटो निगरानीमा राखेर कानुनको दायरामा ल्याउनुपर्छ। किनकि कोही व्यक्तिको चाहिँ सार्वजनिक हैन स्थलमा त्यसरी आफ्नो फ्रिडम, स्वतन्त्रतालाई चाहिँ हनन गर्ने गरी चाहिँ त्यसरी गर्न पाइँदैन र गर्नु पनि हुँदैन। र यस्तो भएमा तपाईहरुले पनि आफ्नो नजिकैको वरिपरिको चाहिँ सरकारी निकायमा कसरी के गरी हुन्छ रिपोर्ट गरौँ। र आफू पनि यस्तोमा चाहिँ देख्यो भने चाहिँ आफूले पनि आवाज उठाउन जरुरत छ। यति भन्दै अहिले बिदा हुन चाहन्छु। र अरू थप घटनाहरूको बारे, न्युजहरू पनि अपडेट आउने नै छ। त्यसको लागि कनेक्ट हुन चाहनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। जय नेपाल।